ओम नमस्ते सबैजनालाई। आज चाहिँ हामी जाँदैछौँ बनारसको तर्फ। हाम्रो यात्रा सफल होस् हैन, त्यही भन्छु। अब आफूले आफूलाई त्यसै भन्नु पर्यो फाइनली हामी चाहिँ ट्रेनमा पसिसकेको छौँ। हामी चाहिँ एसीमा बल्ल 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 र हाम्रो चाहिँ टिकट चाहिँ जेनरलमा छ। हामी चाहिँ एसीमा हो। के गर्नु अब हेर्नुहोस्, हाम्रो चाहिँ ट्रेनको सफर सुरु भइसकेको छ। हेर्नु सक्नुहुन्छ है। फाइनली वी आर अन द वे। हामीले पुगिसकेको छौँ। हेर्नु सक्नुहुन्छ बनारसको स्टेसन। अबेर दिँदै गर्छु, उठिसकेको पनि होला। चाहिँ हाम्रो ट्रेनलाई पठाइसकेको छौँ। बाई बाई। हाम्रो ट्रेन फेरि आउनु होला लिनु होइन। भर्खर भर्खर नै हामी बनारस आइपुगेको सूचना र हामी केही फल मिल्दैन, त्यही भनेर चाहिँ हामी अहिले गङ्गा घाट जाँदैछौँ। हेर्नु सक्नुहुन्छ एकदम गङ्गाजी चाहिँ यस्तो पवित्र र यस्तो राम्रो हुनुहुन्छ, तपाईँहरूले हेर्नु सक्नुहुन्छ। र स्नान गऱ्यो। गुरुदेव के भन्नु छ हजुरलाई? आज कस्तो महसुस भइरहेको छ हजुरलाई? पहिलोपल्ट बनारसको यात्रा एक्जाम छ हाम्रो। हजुर। र अहिले हामी आएका छौँ गङ्गा घाट घुम्न भनेर। यति राम्रो दिव्य जाडोको मौसममा यस्तो राम्रो घाम लागिरहेको छ। र गर्मीको बेलामा यस्तो घाम लाग्दा कस्तो हुन्छ होला त्यो अब फेरि हामी मे महिनामा अनुभव गर्नेछौँ। भन्दै जाउँ अगाडि। अब चाहिँ हामी गङ्गा स्नान गर्न गइरहेका छौँ। दाइ चाहिँ हाम्रो गुरुदेव है, उहाँ चाहिँ जान आँट्नु भएको छ र अरू पनि हुनुहुन्छ यहाँ। र म चाहिँ अब पस्नेछु गङ्गाजीमा। तर गङ्गाजीमा पसेको भिडियो बनाउँदिन, किनभने त्यहाँ अलिकति के भन्नु तपाईँलाई, अब वाटरप्रुफ होइन फोन, त्यस कारणले गर्दाखेरि म अहिले के गर्दिनँ, देखाउँदिनँ ल। तपाईँ हेर्नुहोस्, म चाहिँ बनारसमा आएर चिया पिउँदैछु। सबै कुरो ठिक छ कि न? हामी चाहिँ आइपुगिसकेका छौँ विद्यालय। तपाईँ हाम्रो विद्यालय त्यस्तो छ जहाँ हामीले इक्जाम गर्नुपर्ने हुन्छ होइन। र विद्यालय प्लस यहाँ होस्टेल पनि छ। होस्टेलमा चाहिँ हामी बसेका छौँ त्यसरी। हेलो गाइज, गुड इभिनिङ सबैजनालाई। र अहिले चाहिँ हामी जाँदैछौँ चाय पिउनको लागि, किनभने साह्रै जाडो छ। र हामी चाहिँ हाम्रो दाजुहरूसँग जाँदैछौँ र एकदम चिया सिया पिउने हो। यत्रै पाउँछ चिया चाहिँ, यत्रो ग्लासमा 5 रुपियाँ गोटा। र हामी चिया पिएर चाहिँ आउनेछौँ। लगाइज बाई बाई। सबैजना रानी पद्मावतीका विद्यार्थीहरू मिलेर भोजन ग्रहण गर्न गइरहेका छौँ।